Namaste everyone. Hello, ladies and gentlemen. Sa may live, iksinita sunitin mo na. So, kasto, so you enjoying everyone? So, I'm Tenny, I'm Nani, and they will be playing violin and the guitar and piano with you all. And they're playing a song. It's called "This Land Is Your Land, This Land Is My Land." And the song is sunira pada saat ini.
बजाइदिनु भएको तपाईँहरूलाई कसलाई बाँसुरी सुन्नु मन छ कसलाई तबला सुन्नु मन पर्छ ल सुन्ने भए चाहिँ एकछिन साइलेन्स भएर बसिदिनु पर्छ है त अब स्कुलमा भएको भए अहिलेसम्म मी भन्थ्यो सबैले यता हेर्थ्यो अनि साइलेन्ट हुन्थ्यो यहाँ त अब खै के भने है तर पनि हामी अभिभावकहरूले चाहिँ नानीहरूले चाहिँ एकछिन शान्त गरिदिनु
Thank you so much, धन्यवाद तपाईँहरूको थालीको लागि।
आदिवासीवाद पोराले वाली साले ओसे आदिवासीवाद जाओ पोरना साथी हो कोको एक दुई दिन बन्नु नकहेले हामी बासाही बासा बचो 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 संस्कृति पढिले किसानी बाली गरौ प्रगति स्वरमा स्वर मिले पढ कोको एक
अब यो सरप्राइज चाहिँ विशेष गरेर मोहन भट्टराई सर र मेरो तर्फबाट सम्पूर्ण विद्यालयका भोलिन्टियर शिक्षक शिक्षिका जसलाई हामी स्टाफ भनेर भन्छौँ उहाँहरूको लागि हो र कृपया सबै स्टाफहरूले एक गरेर यो बक्सभित्र जे चिज राखिएको छ एउटा टिपेर लैजानु होला। त्यसपछि तपाईँहरूले आफै हेरेर सरप्राइज के रहेछ पत्ता लगाउनु होला र हामी सुरु गर्छौँ स्कुलका प्रिन्सिपल सरदेखि। लोक सर आउनुहोस् अगाडि, त्यसपछि भाइस प्रिन्सिपल, फाइनेन्स स्टाफहरू आउनुहोस् 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 म्याडमहरू आउनुहोस् स्टाफ एउटा एउटा प्रत्येकले एउटा एउटा टिप्नुहोस्। त्यो टिप्दा एउटै मात्रै यो सरप्राइज टिपेर कृपया यहीँ बसिदिनु होला, यहीँ बसिदिनु होला लाइनमा स्टेजमा। त्यसपछि मात्रै खोल्नु होला। भयो तपाईँ आफू पनि यहाँ सर तपाईँ पनि पछि कहाँ उठ्यो भन्दै आउँछ माथि जानु फोटो यहाँबाट निस्किन्छ पछि यो फोटो यहाँबाट निस्किन्छ। ल म सबै शिक्षकहरूलाई यो सानो बक्समा के छ खोलेर कृपया सबै दर्शकहरूलाई देखाइदिनु हुन अनुरोध गरेँ। आजको सरप्राइज उहाँहरू कसैलाई पनि थाहा थिएन। यो सानो मायाको चिनो देखिसक्नुभयो यहाँले, जहाँ स्कुलको लोगो लगाइएको छ एकापट्टि भने अर्कोपट्टि एउटा सानो विद्यार्थीले पुस्तक पल्टाएर पढ्दै गरेको नक्सा छ।
सिन्दुर पोतेले सुहाउँछ
อยู่ในนาโลกในนาใส่ปาริโกมาลุเกนาโกหุใส่ปาริโกมาลุเกนาราโจไม่แท้ที่นำผู้ลาให้มาราโจไม่แท้ที่นำผู้ลาให้มามาที่अब यो गीतपछि चाहिँ हामी लेख्न सक्दैछौँ। अब कान्ता बेरा सुनिदेऊ दाजु अथवा बहिनी। यो चाहिँ हामी स्पेसियल स्पेसियलको लागि रेकर्ड गर्छौँ। म एक ठाउँबाट रेकर्ड गर्छु, सरले एक ठाउँबाट रेकर्ड गर्नुहुन्छ र कमेन्ट गरेर तपाईँले वेबसाइटमा राख्न सक्नुहुन्छ। हामी फेसबुकमा पनि हाल्न सक्छौँ होइन, कता कता हालिदिन्छौँ। तपाईँहरूले क्यामेरा हेर्ने हो र क्यामेराले तपाईँलाई हेर्छ है। माइक्रो फोन चाहिँ माधवमा पनि दिउँ ल। Samara. 1, 2, 3, go. Canta pera suni deodado, rigrera kai satyo. Canta pera suni deodado, rigrera kai satyo.
सबैलाई धेरै धेरै धन्यवाद दिँदै अब चाहिँ राफेल ड्रको तर्फतिर लाग्नुपर्छ। यसरी नै गाइरहँ जस्तो लाग्छ, नाचिरहँ जस्तो पनि लाग्छ, देउसी भैली फेरिदिउँ जस्तो लाग्छ। मायालाई बोलाउला खम्बुको माथि त्यो यात्री गुम्बा त्यही माथि लासा छ। खम्बुको माथि त्यो यात्री गुम्बा त्यही माथि लासा छ। कन्या केटीले हेर्छ कि भन्ने त्यही पनि आशा छ। धनकै बाला झुलाउला मायालाई भुलाउला ए धनकै बाला झुलाउला मायालाई भुलाउला। कलकत्ता काइयो के छ मेरा बाङ्गो टेबलमा ऐना छ। बिराती मैले नलागा होइन तकदिरमा छैन छ। धनकै बाला झुलाउला मायालाई भुलाउला ए धनकै 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 बाला झुलाउला मायालाई भुलाउला। ल हे धेरै 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 धन्यवाद। अब दीपावलीको छेउछाउमा आएर मायालाई भुलाउला भन्दा कहाँ हुन्छ र? दीपावलीको छेउछाउमा देउसी खेल्ने बेलामा देउसी खेल्ने हो। अब राफेल ड्रको धन्यवाद जीवन सरलाई। राफेल ड्र आजको प्रमुख आकर्षण। तपाईँहरू कृपया सबैजना बसिदिनु होला। बसिदिनु भएन भने राफेल ड्र हुनेवाला छैन। भाइ बहिनीहरू, यदि आफ्नो लक आज चाहिँ लक्की हुनु मन छ भने र आफ्नो लक चम्काउनु मन छ भने कृपया बसिदिनु होला। सही आफ्नो सिटमा बसिदिनु होला। हाम्रो लागि राफेल ड्र स्पोन्सर गर्ने हाम्रो स्पोन्सर हुनुहुन्छ चन्द्रकोट ज्वेलर्स। मलाई लागेको छैन कि उहाँहरू आज यहाँ उपस्थित हुनुहुन्छ भनेर। चन्द्रकोट ज्वेलर्स आज उपस्थित हुनुहुन्न होला। उहाँहरूलाई हामी रिप्रेजेन्ट गरेर स्कुलले नै उहाँहरूलाई रिप्रेजेन्ट गरेर आजको पुरस्कार पनि वितरण गर्नेछौँ। र त्यसै गरेर यस राफेल ड्रको जुन शुल्क $5 एउटा टिकटलाई $5 हामीले शुल्क तोकेका थियौँ र त्यसै गरेर 3वटालाई $10 बराबरको शुल्क तोकेका थियौँ। र यो शुल्क जति पनि तपाईँहरूले कन्ट्रिब्युट गर्नुभएको छ, जति पनि योगदान गर्नुभएको छ, त्यो स्कुलको खर्चको लागि प्रयोग हुनेछ र विद्यार्थी भाइ बहिनीहरूलाई खाता किताब पेन्सिलहरू किन्नको लागि र यस्तै तरिकाले हामीले आफ्नो यो वार्षिकी प्रोग्रामहरू यसरी कार्यक्रमहरू सञ्चालन गर्नको लागि हलको खर्च हुन्छ, प्रिन्टिङ कस्टहरू हुन्छ। त्यसै गरेर यो माइकहरूदेखि लिएर हरेक कुराहरूको खर्चहरू लागेको हुन्छ। हामीले के पानी किन्नुपर्ने हुनसक्छ। यति मात्रै होइन, हामीले वर्षमा अरू अरू कार्यक्रम पनि गर्दै आएका छौँ। तीजको कार्यक्रमहरू गर्नुपर्ने हुन्छ। हामीले सरस्वती पूजाको कार्यक्रम गर्छौँ। हामी भानु जयन्ती मनाउने गर्छौँ। यस्तै यस्तै तरिकाले यावत अन्य प्रकारका यी सांस्कृतिक चाडपर्वहरू, सांस्कृतिक हाम्रो संस्कृति झल्कनै सक्ने, हाम्रो भाषाहरूको प्रवर्धन र संरक्षण गर्नुपर्ने भएको कारणले गर्दाखेरि यस्ता यावत विषयमा समेटिएका कार्यक्रमहरू हामीले गर्नुपर्ने हुन्छ वर्षेनी। र त्यसको लागि तपाईँहरूले यो राफेल टिकट किनेर जुन हामीले ग्रहण गरेको शुल्क हुन्छ त्यसले हामीलाई धेरै नै सहयोग पुगिरहेको हुन्छ। र त्यसको लागि तपाईँहरूलाई म धेरै धेरै मुरी धन्यवाद भन्न चाहन्छु। जतिजनाले टिकट किन्नुभएको छ सबैजना यहाँ आज उपस्थित हुनु सक्नु भएको छैन होला, अथवा कतिजनाले छोडेर गइसक्नु भएको छ होला। उहाँहरूको लागि यदि टिकट तान्दाखेरि लकी नम्बर उहाँहरूकैमा परेको छ भने उहाँहरूको हामीले नामसहित, नम्बरसहित, फोन नम्बर पनि लेखेर राखेको छौँ र उहाँहरूको लागि पुरस्कार सुरक्षित रहनेछ। यति भन्दै म राफेल टिकट ड्रको लागि अब हामी अगाडि बढिरहेका छौँ। मैले बक्स देखिरहेको छु, त्यो कर्नरमा त्यहाँनिर हुनुपर्छ। टिकटहरू जति पनि अर्धकट्टी टिकटहरू छ हाम्रो बक्समा छ र हामी मसिना भाइ बहिनीहरूबाट 3-4 जना कतिजना चाहिन्छ, हामी मसिना भाइ बहिनीहरूबाट त्यो टिकट मजाले हल्लाएर चाहिँ अनि त्यस पछाडि मसिना भाइ बहिनीहरूलाई टिकट टिप्न लगाउने छौँ। टिकटमा 2टा भाग थियो, प्रत्येक टिकटमा 2टा भाग हुन्छ। आधा अर्धकट्टी काटेर हामीसँग छ र अर्को आधा चाहिँ तपाईँहरूसँग छ। जसले टिकट गर्नुभएको छ तपाईँहरूसँग यो टिकट रहेको छ। यसलाई कनेक्टेड राख्नुहोस् सर। यो पोडियम यता ल्याउन।
डलर बराबरको हाम्रो पहिलो पुरस्कार रहेको छ राफेल टिकट अन्तर्गत। दोस्रो पुरस्कार चाहिँ $350 बराबरको ज्वेलरी रहेको छ, त्यो पनि चन्द्रकोट ज्वेलर्सले स्पोन्सर गर्नुभएको छ। तेस्रो पुरस्कार $100 बराबरको भाउचर छ। त्यस पछाडि सान्तवना पुरस्कार पनि हामीसँग रहेको छ। म कृपया लोकसभा पौडेल सरलाई मञ्चमा आएर यो अलिकति केही कुराहरूमा टेक्निकल कुराहरूमा साथ दिनु होला। यो बक्स खोल्दाखेरि पनि च्यातेर सबै यो चाहिँ भग्नावशेष बनाउन चाहन्न म। टिकटलाई भुइँमा राख्नु होइन। हामीसँग जति पनि राफेल टिकटका अर्धकटीहरू हामीसँग छन्, सुरक्षित तरिकाले एउटै पनि अर्धकटीहरू हामीले खेर नफालिकन कतै जान नदिकन, यो त कसैको लकी हुनसक्छ सर, त्यहीँ हाल्नुपर्छ। र अब आज कसैको भाग्य चम्केको हुनसक्छ, भाग्य चम्किने मान्छेहरू स्टेजमा आउनुहुन्छ होइन, आफ्नो त भाग्य भएको भाग्यमानीको कसैको भाग्यमानीको खप्पर पनि ठुलो भन्छन्, तालु पनि हुन्छ भन्छन्। अब हेरौँ कसको तालु छ। नतालु भएको कपालभरि टाउकाभरि कपाल भएकोले पनि जित्न सक्ने सम्भावना हुन्छ नि होइन। ल ठिक छ, अब हामी के रहेको छ त भन्दाखेरि हामीसँग त्यो छैन सर, होइन के अरे सान्तवनाको कसले स्पोन्सर गरेको भन्ने कहाँनिर छ त? ल हामी सुरुमा सान्तवना पुरस्कारबाट सुरु गर्नेछौँ। यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँले सोनीको घरमा बालबच्चाहरू छन् भने एकदमै मन पराउँछन् यो भिडियो गेमहरू खेल्न र म्युजिक सुन्नको लागि। सोनीको यो हेडफोन छ एउटा, त्यसै गरेर अर्को पनि सोनीकै हेडफोन छ हामीसँग। भाग्यमानीको खपरै ठुलो हुन्छ, सोनीको अर्को हेडफोन छ, त्यसै गरेर अनि त्यसो ठाड पनि जगाउनुपर्छ आज। सुन्नु पाँचो हो म केही भन्छु, कालेर डम्बरेको सबै कहन्छु, कालेर डम्बरे भर थिएर आई सुतिरहन्थ्यो वनमा जाए। नर्तम बाध्य बाहुनका प्रथम बाध्य छोराकै टाउकामा पर्नेछ आज यो पुरस्कार। फर्स्ट टिप्नेले फर्स्ट प्राइज होइन, सान्तवनाबाट सुरु गर्नु, सान्तवनाबाट सुरु गर्ने हो नि त होइन, नानीहरूलाई बोलाउने हो नि त। ल कि यो टिकट टिप्न त नानीहरूलाई बोलाउने हो। सर एकचोटि मजाले मुछिदिनुहोस् न टिकटलाई, रोटीको पिठो मुछे जसरी मुछिदिनुहोस्, ताकि यहाँ कसैले पनि टिकटमा चाहिँ पार्सलिटी भयो भनेर शङ्का गर्ने अवस्था नआओस्। एकजना मान्छेलाई नि दुइटै पर्यो भने पनि पर्छ है। टिकट भुइँमा झरेको देखिँदैछ है, राम्रोसँग टिकट भुइँमा झऱ्यो भने हामीले टिपेर फेरि बक्सामै राख्नुपर्छ। ल ल हरिहरि, अब म मसिना भाइ बहिनीहरूबाटै सुरु गर्छु। लगभग 4 वर्ष उमेरदेखि लिएर 10 वर्ष उमेरका नानीहरू आउनु पर्यो। देवेश पनि आउँदैछन् स्टेजमा, आउनुको लागि म आग्रह गर्न चाहन्छु। स्टेजमा आइहाल्नु त। अब हामी सान्तवना पुरस्कारबाट सुरु गर्छौँ। सान्तवना पुरस्कारको के छ अरे? हेडफोन छ। स्पोन्सर कसले गर्नुभएको छ सर? मोहन भट्टराई सरले र तारा गौतम सरले। मोहन भट्टराई सर अनि एउटा चाहिँ स्कुलबाट है, एउटा पुरस्कार मोहन भट्टराई सरले, अर्को तारा गौतम सरले, अनि अर्को चाहिँ स्कुलबाट है। 3वटा हेडफोन छ। सान्तवना पुरस्कार, सान्तवना भनेको पुरस्कार केही परेन भने पनि यति दिएर चाहिँ अलिकति सान्तवना भनौँ न होइन, मन दुख नगर्नुहोस् भनेर। अब यस पछाडि बाबुको नाम के हो त? नाम के हो? रोटी खानुभएको हो? हो ल ठिक छ। बाबुले हो भन्नु जानुभएको छ भने मलाई एकदमै रमाइलो लाग्छ उसले हो भनेको कुरो सुन। सान्तवना पुरस्कार, एउटा पुरस्कार टिकट भेरिफाई गर्नुको लागि कोही आउनुहुन्छ, टिकट भेरिफाई गर्नुपर्छ पर्दैन? हुन्छ, हामी दुईजनाले गर्छौँ, ढाट्दैनौँ। अब एउटा टिकट तान्नुहुन्छ बाबुले, अनि टिकट तानेर मलाई दिने। एउटा मात्रै टिप्न लाउँ है भाइलाई, जुनै ताने पनि हुन्छ, मिक्स गरेर तान्नु। ओके टिकट, थ्याङ्क यू बाबुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब टिकट यहाँबाट हामी एनाउन्स गर्छौँ, तपाईँ जानुहोस् है। नम्बर त भनिहाल्छु नि म लाने होइन। यो टिकट रहेको छ
यो ब्लू एकदमै ब्लू कलरको टिकट छ तपाईँहरू सबैको होला। अब हो इन्ट्रेस्टिङ छ त। यो टिकट चाहिँ 100 को सिरिजको टिकट हो। 100 देखि 199 सम्मको 100 सिरिजको टिकट हो भन्ने बित्तिकै कतिजनाले त अब 200 को 300 को सिरिजको होला गएछ मेरो भनेर सोच्नु नहोला, फेरि आउँछ अरू पनि छ पुरस्कार। कसको टिकट? यो टिकट रहेको छ, म सरसर्ती पढिदिन्छु है। अब किन शान्त बनाएर त त्यत्रो ठुलो सरप्राइज पनि चाहिँदैन। 0 छ अगाडिको नम्बर, लास्टको नम्बर 4 छ। अगाडिको नम्बर 0 छ, लास्टको नम्बर चाहिँ 4 छ। अब 0 1 भयो, एउटै मात्रै बाँकी रहेको छ। 0 1 0 4 कसको परेको छ? 0 1 0 4 नाम लेखेको छ मुक्ति सी हुँदै मुक्ति सी। अनि अलिकति सरनेम अलिकति क्लियर छैन। मुक्ति नामको छ, फोन नम्बर रहेको छ 0494063393। लु आइदिनु होला टिकट कसैको परेको हो भने। तपाईँको ए हो ल, उहाँलाई नै सान्तवना पुरस्कार कसो गर्नु तपाईँले लगिदिनु होला, नाम लेखिदिनु होला नि ल सर। कसैले उहाँको नाम चाहिँ दर्ता गरेर उहाँले लगिदिनुहुन्छ टिकट कि यसो गरौँ न। कसैले नाम लेख्नु सर, जीवन सरसँग नाम टिपाएर लगिदिनुहोस् न ल। हजुरको नाम भनिदिनुहोस् न, यताबाट आउनुहोस् नि त। यो चाहिँ तारा सरलाई म बोलाउन चाहन्छु स्टेजमा। स्पोन्सर गरेको बापत स्पोन्सरकै हातबाट यो पुरस्कार वितरण गर्नको लागि मन परेको छ। ल यो एउटा पहिलो सान्तवना पुरस्कार हेडफोन। हजुरको नाम के पर्यो? प्रतीक्षाजीले आफ्नो साथी अथवा साथी स्टाफको कसैको परेको रहेछ र उहाँले लगिदिँदै हुनुहुन्छ यो पुरस्कार। ल थ्याङ्क यू, सबैले ताली बजाइदिनु होला। अब यस पछाडि दोस्रो सान्तवना पुरस्कारको लागि म मोहन भट्टराई सरलाई मञ्चमा बोलाउन चाहन्छु वितरणको लागि। तर बच्चाले तान्नेछन्। धेरै लामो कन्सोलेसन पुरस्कारमा धेरै लामो नजानु होला भनेर लोक सरले भनिसक्नु भएको छ। ल अर्को तान्नु त नानी। ल आउँदैछ महँगा पुरस्कारहरू आउनै बाँकी छ। थ्याङ्क यू, जान सक्नुहुन्छ ल। त्यहाँ सर हेल्प गरौँ त। यो त निकै इन्ट्रेस्टिङ छ है। यसमा कसैले केही भन्न पाउनुहुन्न, अघि भनेको छ। यो टिकट चाहिँ एकदमै घुमाएर यसो गरेर जुनसुकै टिकट परेको हुनसक्छ होइन। यसमा फर्स्टको नम्बर 0 नै रहेको छ। यो 300 सिरिजको टिकट हो। लास्टको 5 छ, हेर्नु होला कसकोमा छ टिकट नम्बर। 0385 कसको हो लु भन्नुहोस्। चेक गर्नुभएको छैन भने विप्लव भण्डारीलाई अर्को सान्तवना पुरस्कार। विप्लव भण्डारीलाई रिप्रेजेन्ट गरेर प्रतिनिधित्व गरेर कोही आइदिनु होला हेडफोनको लागि। म देवी दिदीलाई देखिरहेको छु, कृपया मञ्चमा आइदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। कोड पनि परेको अरे जेएन सरको त यसपालि पनि परेको अरे भन्दैछ। ल ताली बजाइदिनु होला। विप्लव भण्डारीको टिकट विप्लव भण्डारीको मम्मीले लाँदै हुनुहुन्छ। अर्को टिकट सान्तवना पुरस्कारको लागि देवेश बाबु सान्तवना पुरस्कार लु तानिदिनुहोस्। थ्याङ्क यू देवेश बाबु।
यो त कसले एनाउन्स गर्ने हो ल मेरो त होइन मेरो कसरी पर्छ टाउकै साह्रो छ खबर डुलाउनु पऱ्यो नि होइन ल यसमा टिकट नम्बर 0300 सिरिजकै टिकट परेको छ 03 लास्टको चाहिँ 5 हो नम्बर 03 चेक गर्नु होला कसको छ नाम पनि लेखेको छ 0315 आर्या छेत्री आर्या सानी भान्जीको नाममा टिकट ल यो स्कुलको तर्फबाट यो पुरस्कार सान्तवना पुरस्कार सानी नानीलाई वितरण गरिदिनको लागि म स्कुलका प्रिन्सिपल लोक सफल छ पौडेल सरलाई आग्रह गर्न चाहन्छु जीवन सर नानी आर्यलाई धेरै धेरै धन्यवाद गुड आर्यलाई धेरै धेरै बधाई भन्न चाहन्छु र यसरी हामीसँग सान्तवना पुरस्कार समापन भइसकेछ अब यस पछाडि भने हामीसँग भाउचर होइन त तेस्रो नम्बरको पुरस्कार होइन सर यिनीहरू त फाल्टै यो हाल्नलाई हो नि त होइन $100 को भाउचर हामीसँग छ हुनुपर्छ है भाउचरको जानकारी छ है भाउचरको जानकारी लोक सरले दिनुहुन्छ यो $100 को भाउचरमा चाहिँ म एउटा जानकारी छु है एउटा टिकट छ त्यस्तै खालको तर यसको अर्धकट्टी चाहिँ वहाँ राखिएको छ चन्द्रकोट ज्वेलर्समा छ यसको अर्धकट्टी सो जसले 100 यो 100 भाउचर पाउँछ कृपया मलाई सम्पर्क गर्नुहोस् कि चाहिँ चन्द्रकोट ज्वेलर्समा जानुहोस् है भनेपछि यिनीहरूको त होइन यिनीहरूको त यहीँ छँदैछ नि त भाउचरको लागि चाहिँ जसलाई अब पर्छ यहाँ अर्धकट्टी 6 टिकट होइन अनि जसलाई पर्छ त्यो लिएर चाहिँ गएपछि चन्द्रकोट ज्वेलर्समा गएपछि चन्द्रकोट ज्वेलर्सले यो स्पोन्सर गरेको कारणले गर्दाखेरि उहाँहरूकोबाट भाउचर पाउनुहुन्छ तपाईँहरू अब भाउचरको लागि के अरे $100 थर्ड प्राइज तेस्रो पुरस्कारको लागि म सानी नानीलाई स्टेजमा आमन्त्रण गर्न चाहन्छु नानीको नाम के हो दीक्षा शिक्षा नानी आउँदै हुनुहुन्छ शिक्षा नानीले तान्दै हुनुहुन्छ एउटा टिकट तानेर दिनु होला यता धन्यवाद शिक्षा यु क्यान गो नाउ एन्ड ह्याभ युर सिट अब तपाईँले देखिरहनु भएको मेरो केही गल्ती छ त यहाँ छैन नि अब हेरौँ कसको रहेछ त भन्दाखेरि यो पनि 300 सिरिजकै टिकट हो अब पहिलो नम्बर रहेको छ 0 300 सिरिजको टिकट भएको कारणले गर्दाखेरि दोस्रो नम्बर छ 3 भइहाल्यो अब दुईटा नम्बर रहेको छ 0 3 0 1 नम्बरको टिकट रहेको छ एलाइजा अधिकारी मेरा दुईटा भान्जी थिए दुईटै भान्जीलाई आज टिकट पर्यो अब हेर्नु त $100 को भाउचरको लागि एलाइजा अधिकारीलाई टिकट परेको छ लट्री टिकट ल कस्तो लागिरहेको छ ह्याप्पी बिहानै सुतिराखेको थिएँ मैले जाँदाखेरि टिकट काट्ने थियो मेरो काटिदिनु म आज प्रोग्राममा जाने भन्दै थिएँ टिकट काट्दै यसरी पऱ्यो ल ल एलाइजालाई बधाई सरियो
अब यस पछाडि कसलाई बोलाउँ? दुईजना, एकजनालाई होला पहिला एकजना, जो भए पनि एकजना आउनु। नाम के हो बाबुको? रियान्तले कसको भाग्य चम्काइदिने हुने? अब हेरौँ है, जसको पुरस्कार पर्छ उसले रियान्तलाई अलिकति केही चाहिँ दिएको हुनुपर्छ नि। $5 $10 यसो केही चक्लेट खाने पैसा चाहिँ दिएको हुनुपर्छ है। जसको परे पनि दिनै पर्यो। दोस्रो पुरस्कार हेर्नुहोस्, बिहे नगरेका छोरा मान्छेलाई पो पर्नुपर्ने हो त यो त, होइन? भावी बुहारीहरूलाई चाहिने हो। र यो $350 बराबरको यो नेक्लेस, ज्वेलरी के भन्छ यसलाई सर? मङ्गलसूत्र, भित्तिलरी होला, भित्तिलरी चाहिँ होइन, पेन्डेन्ट होइन। अब यो पनि चन्द्रकोट ज्वेलर्सले स्पोन्सर गर्नुभएको छ। चन्द्रकोट ज्वेलर्सलाई थ्याङ्क यू भन्न चाहन्छौँ हामी, धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। रेडी सेट गो। यो टिकट कसको परेको छ? डक्टर आऊ है, मैले गोजीबाट अर्को त निकालेको छैन नि। फेरि पनि अब चाहिँ म गर्दिनँ है, त्यस्तो होइन। यो टिकट जसको पनि हुनसक्छ, तर यो टिकट यो टिकटमा 3वटा 0 छ, 3वटा 0। धेरै किन अब कतिजनाको 3वटा 0 परेको छ नि, हेरौँ है। अब पहिला त फर्स्टको 3वटा 0 रहेछ, 0 0 0 0 0 0। अब 0 0 0 देखि उतापट्टिको नम्बर चाहिँ 1 2 3 4 5 6 7 8 9। यतिमा केही हुनु पर्यो, यतिमा कुनै हुनु पर्यो। यसको लागि पुरस्कार चन्द्रकोट ज्वेलर्सलाई प्रतिनिधित्व गरेर स्कुलले नै हामीलाई हाम्रो प्रतिनिधित्व गरेर पुरस्कार वितरण गरोस् भनेर उहाँहरूले हामीलाई आग्रह गर्नुभएको छ। त्यसको लागि म स्कुलका हाम्रा भूतपूर्व चेयरपर्सन श्री टेक राई सरलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। अघि भनिसकेको छ है, 0 0 0, 3वटा 0 छ नि। लास्टको नम्बर चाहिँ अड नम्बर छ, अड। लास्टको नम्बर अड छ। अड भनेको के भन्छ नेपालीमा? ए बिजोडी। लास्टको नम्बर चाहिँ बिजोडी नम्बर हो, 1 देखि 9 सम्मको हो। हेरेको छैन। अब लास्टको नम्बर चाहिँ अड नम्बर रहेको छ। त्यो अड नम्बर चाहिँ प्राइम नम्बर हो, प्राइम नम्बर। प्राइम नम्बर थाहा छ नि विद्यार्थीहरूलाई? प्राइम नम्बर 1 पनि हुन्छ, 3 हुन्छ, 2 हुन्छ, 5 हुन्छ, 7 हुन्छ। यो नम्बरले why is 6 scared of 7? Because 7 8 9. So this lucky number is number 7, 0 0 0 7. नाम रहेको छ विक्रम भट्टराई। हुनुहुन्न कि क्या हो? पुरस्कार गोजीतिर हाल्नुपर्छ कि क्या हो? विक्रम भट्टराईलाई प्रतिनिधित्व गरेर यहाँ शिव काफ्रेजी आउँदै हुनुहुन्छ। विक्रम भट्टराईको हजुरआमा, स्वयं हजुरआमा आउँदै हुनुहुन्छ। विक्रम भट्टराईको पुरस्कार ग्रहण गर्नको लागि
हुनुहुन्छ र टेक्सरले चन्द्रकोट ज्वेलर्सलाई प्रतिनिधित्व गर्दै यो दोस्रो पुरस्कार $350 को चन्द्रकोट ज्वेलर्सले उपलब्ध गराएको नेकलेस रहेको छ। नेकलेस भनेपछि यो तिलरी र आमाले लगिदिँदै हुनुहुन्छ विक्रम भट्टराईको नाममा पुरस्कार छ। नाति होइन त, नातिको भाग्य चम्काइदिनु भएको छ हजुरआमाले, धन्यवाद, बधाई छ हजुरआमालाई। ल ठिक छ। पहिलो पुरस्कार, दोस्रो सान्तवना अनि तेस्रो जीवनशैली हो। अब के भन्ने, अब पहिलो पुरस्कार रहेको छ, हेरौँ है। अब आमालाई धेरै धेरै बधाई तथा धन्यवाद। अब खोइ त यत्रो बेरमा पनि आफ्नै नाममा चाहिँ पर्या होइन। ल मैले पनि अब चाहिँ हल्लाउनु पर्यो अलिकति, भएन? लु बाबु आउनुहोस् अगाडिपट्टि। अब बाबुको नाम के पर्यो? गौरव बाबुले आजको प्रथम पुरस्कार चन्द्रकोट ज्वेलर्सले स्पोन्सर गरेको $500 बराबरको ज्वेलरी छ यहाँनिर। यो चाहिँ अघिको भित्तिलरी, यो चाहिँ कुन तिलरी हो? जुनसुकै तिलरी हो होइन, $500 बराबरको छ। सिद्धिलरी। अब चन्द्रकोट ज्वेलर्सलाई पहिलो पुरस्कारको निम्ति रिप्रेजेन्ट गरिदिनुको लागि म स्कुलका भाइस चेयरपर्सन, फर्मर चेयरपर्सन श्री चित्रखर गौतमलाई मञ्चमा आउनको लागि आग्रह गर्न चाहन्छु। एकैछिनै चित्रखर गौतम आउने पर्खौँ। पहिलो पुरस्कारको लागि अग्रिम धन्यवाद भन्न चाहन्छु। पुरस्कार जानुभन्दा अगाडि चन्द्रकोट ज्वेलर्सलाई र हामीसँग गौरव भाइ हुनुहुन्छ। र अब हेरौँ, यदि उपस्थित भए मध्येमा परोस् भन्ने मेरो पनि चाहना छ है, एब्सेन्ट हुनेको भन्दा पनि। दुईवटा छ, दुईवटा मध्येमा एउटा टिकट यहाँ छ। चिनेका मान्छे हुन् कि नचिनेका मान्छे हुन् भन्न सकिएन। नम्बर त भन्नै पर्यो होइन। अब आधी बाँड्नुपर्छ। नम्बर त्यहाँ के छ हो। अब हेरौँ त, बर्बाद भएको। अब यो नभनी नहुने, पहिलो पुरस्कार त दिनै पर्यो, जानै पर्यो। बे गरेका मान्छे हुन् कि बे नगरेका मान्छे हुन्? तिलरी त निकै गतिलो छ। नगरेकै भयो नि पछि कतै होला नि त। नम्बर नभनिकन कि चित्र सरलाई घरतिर पठाउँ, अर्को साललाई राख्नुपर्छ कि यो पुरस्कार? ल जे होस्, नाम एकैछिनमा म पढ्ने नै छु। अब यहाँ मान्छे हुनुहुन्छ कि हुनुहुन्न होला? यहाँ हुनुहुन्छ भने चाहिँ पक्कै पनि अब यो नम्बर, आफ्नो नम्बर हेर्न थाल्नुहुन्छ होला। यो नम्बरमा पनि सबैको नम्बरमा त सपरिवार हुनुहुन्छ भनेपछि ढ्याङ्ग्रो थर्कियो, मुटुमा ढ्याङ्ग्रो थर्क्यो। सपरिवार हुनुहुन्छ भनेपछि हाम्रो पनि परिवार त सपरिवार हो, पर्दैन। ल यसमा 0 नम्बर छ। पहिलो नम्बर 0, दोस्रो नम्बर चाहिँ के परेको छ त भन्दाखेरि यो लौरो भन्ने बित्तिकै के पर्यो? दोस्रो नम्बर 1 01 01
बिहे भएको छैन भने चाहिँ यो परेपछि चाहिँ पक्का बिहे हुन्छ। हो त सर? लोक सरले भन्नुभयो कि मैले भनेको होइन, मैले नाम पढिसकेको छैन, नम्बर चाहिँ पढिसकेको छ। बिहे भएको छैन भने आफैलाई भइहाल्यो, आफू बिहे भइसकेको छ भने अर्कालाई बिहे नहुनेलाई दिन सक्छु होइन त? ल ठिक छ, छोरी मान्छेलाई परोस् वा छोरा मान्छेलाई परोस्, पर्ने जति जो हुन्छ उता भाग्यमानी नै भनोस्। 01 भइसकेको छ। लास्टको नम्बर चाहिँ 4 नम्बर हो। 01 अनि लास्टको नम्बर 4 छ। अब बिचको नम्बर 1 र 4 को बिचमा एउटा नम्बर रहेको छ। 0 अनि 1 अनि लास्टको नम्बर 4 मिल्ने चाहिँ को हुन्छ? हात उठाउनुहोस् नि त। दुई चारजनाको हात उठिसक्यो। अब कति यो अल्झाइरहनु त होइन। अनि 0, 1 अनि लास्टमा चाहिँ 4 छ। त्यस पछाडि 4 भन्दा अगाडिको नम्बर चाहिँ जोडी नम्बर छ। अब जोडी नम्बर भन्ने बित्तिकै 2 पनि हुनसक्छ, 4 पनि हुनसक्छ, 6 पनि हुनसक्छ, 8 पनि हुनसक्छ। पहिलो पुरस्कारको त्यो लकी नम्बर रहेको छ 01 अनि लास्टको 4। अब एउटै नम्बर मात्र बिचमा रहेको छ, त्यो लकी नम्बर रहेको छ। पहिलो पुरस्कारको लागि चन्द्रकोट ज्वेलर्सलाई फेरि पनि धन्यवाद। र चन्द्रकोट ज्वेलर्सलाई रिप्रेजेन्ट गरेर चित्र सरले चन्द्रकोट ज्वेलर्सको पहिलो पुरस्कार, आजको राफेल ड्रको पहिलो पुरस्कार यहाँनिर हामी वितरण गर्न गइरहेको छौँ। 0164 यानीमाया दाहाल जो यही हुनुहुन्छ। पहिलो पुरस्कारको लागि उहाँलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। यानीमाया ज्यूलाई धेरै धेरै बधाई तथा उहाँलाई फेरि एकचोटि तालीले बधाइदिनको लागि आग्रह गर्न चाहन्छु। यानीमाया दाहाल ज्यूका 2 जना छोरी हुनुहुन्छ हाम्रो स्कुलका, म्युजिक टिचर हुनुहुन्छ। उहाँहरूलाई काम लाग्ने नै छ पछिका दिनहरूमा होइन। मैले यतिखेर ऋतिशालाई र भूमिकालाई देखिरहेको छु र त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। चित्रसरलाई धन्यवाद, चन्द्रकोट ज्वेलर्सको धन्यवाद र अन्य स्पोन्सर मोहन भट्टराई र तारा गौतम सरलाई पनि धन्यवाद दिँदै आजको यस लकी ड्र यहीँ नै अन्त्य भएको म घोषणा गर्न चाहन्छु। र यस